सो लेट गाइस आज हामीले चाहिँ नयाँ क्लास लिँदैछौँ र मेरो दाइले चाहिँ कुर्सियामा बसेर पनि कति धेरै मिनिङ थाहा भइसक्यो क्या। अनि सो आज मेरो दाइलाई चाहिँ मैले के जान्नु भएछ होइन, कुर्सियामा बसेर यत्रो समय 5 महिना भइसक्यो। अनि दाइले चाहिँ के जान्नु भएछ ल होइन, म सोधि हेर्छु है त। दाइ ल कुर्सियामा चाहिँ तपाईँले के जानेको ओडहरू शब्दहरू भनिदिनु पऱ्यो, के जान्नुभएछ दाइ? मैले क्रोसियामा चाहिँ अब शब्द भनेको चाहिँ dobro jutro, dobro jutro, dobar dan, dobar dan, kako ste, dobro sam, dobry sam, अनि dobro večer, laku noc, त्यति नै बिर्सिन्छेको। दाइले धेरै जान्नुभएको थियो होइन। अनि तपाईँहरूले नि यसरी नै प्रयास गर्नु ल। अब A1 लेभलको चाहिँ बनाउनु भनिरहेको छ कि कुर्सियामा। अनि हामी सबै मिलेर चाहिँ कुर्सियन भाषा सिकौँ होइन। हामी पनि बिस्तारै सिक्ने प्रयास गर्दैछौँ। अच्छा, एउटा भोलिम्ते आउँछ मलाई, भोलिम्ते स्पेसल भनेको दाइको फेरि भोलिम्ते। केटी देख्यो भने वो dobro dzień भोलिम्ते, वाउ यस्तै बोल्नुहुन्छ दाइ पनि। तपाईँहरू पनि केही सिकेर अनि चाहिँ तपाईँहरूलाई जुन जानेको छ वर्डहरू टक्क तल कमेन्ट गर्न नभन्नु होला। जति पनि कुर्सियामा हुनुहुन्छ दाजुभाइ दिदी बहिनीहरूलाई हाम्रो कुर्सियाबाट एउटा कुरा भन्नु चाहिँ मैले बिर्सेको क्या। अनि हामीले जति पनि यो शब्दहरू बोलेका छौँ होइन, तपाईँहरूले चाहिँ यसलाई मजाकको पात्रमा चाहिँ नलिदिनु होला। र हामी पनि अझै पनि सिक्दैछौँ होइन। सिकेको कुनै पनि भाषाहरू सिकेको राम्रो, र यसलाई चाहिँ मजाकको पात्र चाहिँ नबनाइदिनु होला गाइस होइन। जे जति जानिन्छ त्यहीमा चाहिँ हामीले चाहिँ भिडियो मार्फत चाहिँ हामीले अपडेट गरेर बनाउँछौँ। र बाँकी भिजुअल चाहिँ तपाईँहरूले आफै थाहा पाइसक्नुहुन्छ। बाई।